गुड मर्निङ एभ्रिवान। अब चाहिँ हामी अहिले रेडीबाट हो, रेडीमा बास बसी हिजो आएर राति भएको थियो। अब मामाहरू गुड मर्निङ। ल अब हाम्रो यात्रा कहाँसम्म हो आज? उल्टो भयो देखिया होइन? हाम्रो मामा रेडी हुँदै हुनुहुन्छ। हाम्रो मामा के छ मामा? शङ्कर मामा रेडी हुनुभयो? मेकअप गर्दै हुनुहुन्छ? ए रुकुम गरेर लाउने हो? रुकुम जाने हो र? शङ्कर मामा कहाँ अहिले? हामी रेडी रेडी बजार छौँ। ए हामी माम भन्दा बसेको ओछ्यान यही हो, कोठा यही हो होइन? भात यस्तो चाहिँ यत्तिकै छोडिएको छ भात होइन? ल ल है ल रेडी हुँदै पढ्नु नौ लाग्यो ल ल यस्तै छ ओछ्यान, यस्तै हुन्छ। अब केटा मान्छे सुतेको ओछ्यान यस्तै त हुन्छ। अब मिलाउने कुरो हुन्न होटेल है ल भन्दै इन गऱ्यो। ह्यान्डसम हुँदै हुनुहुन्छ ल अझै टक्कै हामीसँगै यस्ता कस्मेटिक सामानहरू छ होइन? ए गोरो हुने कुरा यहाँ रहेछ ल मामा। ह्यान्डसम भएर है आज ल यता हेर्नु एकदम ल ठिक छ एकदम। अब लाग्यो गुड मर्निङ मेरो तर्फबाट, भान्जाको तर्फबाट तपाईँलाई स्टार्ट भइसक्यो। मेरो तर्फबाट सब रेडी ह्यान्डसम ह्यान्डसम केटाहरू सर्ट लाएर होइन? हेर्नुहोस् रेडी बजारको भ्यू। कुहिरो लाखाझ्याममा पानी त परेको छैन अहिले। पानी यता खासै परेको रहेन त्यस्तो ठुलो। अर्जुनलाई देशभर परेको गफनला भन्छ तर यहाँ परेको छैन। बनाइन्छ तपाईँहरूलाई देखाइन्छ हेर्नु होला। कसले क्या भनिदिन्छ। रिडी खोला यताको पछाडिको भ्यू यो। हामी आएको यतैको बाटो हिजो पाल्पा पारी चाहिँ पाल्पा पुल यहाँ छ। रेडी बजार भान्जाले चलाउनु भएको छ होइन? लाजाम भन्दा सिरी राम्रो त्यो है छ। हेर्नुहोस् त्यहीँ गएर देखाउँछ अब तपाईँहरूलाई। पुलमा आइयो होइन? ए पाल्पा यता यो गुल्मी भइहाल्यो। पारीको सेङ्जा हो, सेङ्जा रहेछ पारीको। तिनवटा जिल्लाको पुल, तिनवटा पुल, तिनमुखे तिल होइन? यो काली नदी हो, त्यो काली नदी आइयो। ल जाऊँ माथि जाऊँ। टिकट सिस्टम हो कि यो हुन्छ पुल आशिका तपाईँको। अब हामी पुलमा प्रवेश गर्दैछौँ टक्क लाएर चट्ट लाएर होइन? पानी परेन टक्क लाएर आइरहेको छ टक्क सिडी चढेर। अब फर्किँदा खाने चिया त खाने हो, खाएर जाने। ल हामी चिया खाएर जाऊँ न त। कालो चिया खाइदिउँ न। कालो गोरो खाने कि गोरै खाइदिउँ? हामी चिया चाहिँ मान्छे कालो भने चिया त गोरो खाने। गोरो भइहाल्छ। यो खोला माछा पाइन्छ? पुलमा प्रवेश गर्दैछौँ टक्क लाएर। ल हाम्रो बानी तिनमुखे पुल
रुरुधामको यो क्षेत्रमा आएको छौँ। पहिलेदेखि हाम्रो हजुरबाले भन्नुभएको थियो रुरु जानुपर्छ एकचोटि त्यहाँ गएर मान्ने मान्छेले र अहिले भन्नुभएको थियो आइयो हजुरबा रहनु भएन तर पनि हामी यो ठाउँ चाहिँ हेर्न पाइयो। यो चाहिँ करिडोर कालीगण्डे करिडोर हो। यहाँबाट चाहिँ मुस्ताङ ढोरपाटन पोखरा रारा पनि त होला नि त्यता रुकुम सबै यहाँबाट पुगिन्छ होइन। रारा त्यताबाट पुगिन्छ। भान्जा यो चाहिँ कता पुगिन्छ? यो चाहिँ पारी चाहिँ स्याङ्जा हो। स्वर त भान्जाको त कानै थुन्नी जोरको रहेछ त। गाइदिन्छ फेरि कलाकारै कलौटेल लगाए हामी चाहिँ पुलमा एउटा पुलमा भर्खर प्रवेश गर्दैछौँ होइन। अब अर्को कपी हुन्छ। हामी पनि यहाँ धेरै बेर बसिन्न, धेरै भनेको 15-20 मिनट हो। त्यसपछि अनि हामी एकछिन मिटिङ बसिन्छ होइन। कहाँ जाने के गर्ने भनेर हामी मस्तै मिटिङ बस्यो। 5-10 मिनट मिटिङ बसेपछि सोचेर अनि बल्ल हामी कहाँको यात्रा हुन्छ सुरु हुन्छ। म भन्छु तपाईँहरूलाई खोला वरिपरि नदी छ, बिचमा ठुलो के अरे मरुभूमि हेर्नु ल गाइज होइन। त्यही हो अब हामी पनि फोटो सोटो नि खिचौँ होइन, भिडियो मात्रै बनाउने हो। टिकटक हाम्रो टिकटक भाइरल हुनुहुन्छ दुईवटा, प्रदीप गतराज अनि शङ्कर रसाइली, उहाँ पनि टिकटक भाइरल हो। हाम्रो भान्जाले त बनाउनु हुँदैन होइन, मैले त बनाउँदिनँ। मलाई पनि झ्याउ लाउँछ टिकटक बनाउनु होइन भान्जा। के भाइरलै हुनु पऱ्यो टिकटक बनाउनलाई। त्यही भएर ल हामी आउँदैछौँ चट्ट लाएर। अब उता गएर म देखाउँछु है तपाईँहरूलाई। चाहिँ नेपालको झन्डा रहेछ। नेपालको एउटा तिनटै पुलमा रहेछ है नेपालको झन्डा चाहिँ। बिचमा चाहिँ तिनटै पुलमा नेपालको झन्डा राखेको रहेछ। तर हावा नचलेर होला खासै फरफराएको छैन, फरफराएको छैन के। ल हामी चाहिँ अब फोटो सोटो खिच्छौँ। उता फोटो बनिरहेको छ, हामी पनि फोटो सोटो बनाइन्छ एकछिन अनि तपाईँहरूलाई म भिडियो फेरि गर्नेछु ल। टक्क फोटो सोटो खिच्यो, भिडियो बनाइयो। टक्क हामी तिनमुखे पुलको मेन बिच भागमा आइयो। तिनमुखे पुलको ल भान्जा केही जाओस् यहाँ। गुल्मी गुल्मी स्याङ्जा जाने स्याङ्जालाई नभनेर जाली यता पाल्पाली पाल्पा जाने ठाउँ। ल यो पाल्पा यो स्याङ्जा। अब हामी बिचको उसमा छौँ, हामी बिचमा छौँ। दर्शन टाढै छ। अब यतै अब टिकटक सिकटक एउटा चारैजनाले फोटो खिचौँ, टिकटक बनाऊँ। एउटा कोही कमेडीवाला एउटा कोही आयो भने त्यसको फोटो खिच्न पठाऊँ होइन। ठिक छ नि। ल त्यही टाइम लगाएर आधी घन्टा 15 मिनट बस्नु भनेको आधी घन्टा 1 घन्टै बस्यो, टाइम लाग्यो यार। लास्टै हाम्रो टिकटकहरूले टिकटक बनाउँदा होइन मान्छ हामी चाहिँ ल टाइम लाग्यो। अब चाहिँ हामी चाहिँ अब छुट्टिन्छ। अब हामी कहाँ जाने भन्ने कुरा अब होटलमा गएर रुममा दिन्छ। त्यसपछि हामी कता हुन्छ गइन्छ, हामी फिर्ता भइयो। अब यो टाटा बाई बाई स्याङ्जा पाल्पा। अहिले गुल्मीमा छौँ, गुल्मीमा बसोबास छ हाम्रो जी। हामी कहाँ हुन्छ अब पछि देखाउँछु है त म चाहिँ। अब कोठालाई बाई बाई गरेर हामीले अब यहाँ फेरि यस्तो छ कोठाका भात। हेर त केटाहरू खान्छु भने नखाएर पनि यस्तो यहाँ रातो बोलिरहेको थियो भने बोलै स्टार्ट सुरुबाट यार केटाहरू बल्ल भिडियो भयो यार। यो स्याङ्जा है, स्याङ्जा यो गुल्मी जिल्ला कालीगण्डे करिडोरमा हिँडिरहेको छ हामी। कालीगण्डे करिडोर हाम्रो रामपुर मानबारी डमरा हुँदै बेलगाउँ हुँदै अनि गैराकोट पूजा सुल्तानी दोकान
सम्म पुगेको छ भेडाको भन त केटाहरू केटो हिँड्यो अब डिङको दलबाटै सुत्दैछ ग्यारेज भेटाउनु हुने चेक गरिहाल्छ केटोले नयाँ बाइक हो नि नयाँ बाइक गाह्रो सुरु बाटो चाहिँ जाने यसको घाटो चाहिँ कहिले हुन्छ मुग्नासम्म के हेर्दै मौसमले चाहिँ साथ दामी देखा अहिले चाहिँ पानी नपर्ने हुन्थ्यो कि जे भयो भने पहिले हामी तपाईँ फर्स्ट टाइम गयो त अघि होइन नाम चाहिँ एकदम सुनिरहेको जिल्ला हो तर आएको चाहिँ थिएन बाटो चाहिँ दामी रहेछ सुरेन्द्र केसी भलिबल गण्डकी कङ्ग्रेसको मेन क्याप्टन होइन गण्डकी कोच हो सुरेन्द्र केसीलाई गएर हामीले भात खाने सल्लाह छ अब हाम्रो एडी भाइ भलिबल प्लेयर विश्वास अधिकारी भाइले चाहिँ फोन गरिसके कति घन्टा पुग्छ हामी 1.5 घन्टा पुग्छ होइन यस्तो आधी घन्टा पुग्छ ओम नमः शिवाय मन्दिर हो यो जुन यता त कालीगढी खतरा रहेछ यता है मुलिङ टाइप है मुलिङ जस्तो एउटा खतरा छ यहाँ क्यामेराले भेट्यो होइन तर यता पानी चाहिँ खोला पानी रात भरि परेको बगाएको कार बगाएको पुल खोला यो भाइरलै रहेछ यो पनि बनेको रहेन है यो नबन्नको कारणले गर्दाखेरि यहाँ आउँदाखेरि लास्टमा कार बगाएर यो खोलामा चैट बिचरा बिजोग छ यस्तो छ यहाँ खोला पनि हेर्नु नि पानी पनि कस्तो लेतो हो कि यो है लास्ट लेतो आइरह अब चढेरै जान पर्यो कि अब हिँडेर त सकिन्न यहाँ होइन लेतो आहा पानी बोलेछ हो बोले भाइरल खोला अब बाइकै बगाउँछु कि भन्नु पर्ने हेर्दा सानो पानी लस्टी डह्रो ल भिडियो गर्नु त ल योमा कार बगाएको यही हो यहीँ होइन खोला तल यति ठुलो खोला छ फेरि नदी जत्रै कहाँ पुलै बगाइदिने हो कि भन्नु पर्ने यार ओ हेलो ठुलो पानी आयो क्या छिटो ल बिस्तारै ल अब बनिसक्यो कार बगाएको खोला केटाहरूले लास यही हो कि कार बगाएर बिचराको सत्यनाश बनाइदियो
कसको कार होला है? पुल अझैसम्म फिनिसिङ भएन कि दादा, अब पुलै बगाइन्छ कि भन्नु पर्यो। होइन कि यार पानी छिपिन्छ फेरि यस्तो पानी परिरहेको कालो खोला हुँदो रहेछ। कार बगाएर भाइरल भयो है यो। हामी चाहिँ पानी हालेको बागलुङ जिल्ला आइयो धोको होइन त्यहाँ माटो बागलुङ जिल्ला आइयो ट्याक्क यहाँ बडीगाड भन्ने शिखर होटेलमा खाना खाइयो च्याप्प लोकल खाना यहाँ सादा खाना खाएर हिँड्यो। यता आउनुभयो भने आउनुहोस् बडीगाड 2 खारा पानी बागलुङ आउनुहोस्। अब म चाहिँ ट्याक्क पछाडि बस्छु भान्जाले चलाउनुहुन्छ पबिन भान्जाले ट्याक्क म चाहिँ पछाडि बस्छु मैले चलाएँ अघि त्यही भएर भलक मैले आएन अर्को मोबाइलबाट गरेर आउन मेरैबाट आउँछ अर्कोले गरेर भिडियो चाहिँ मैले चलाउँदा मिलेन है। अब म पछि गर्दै गर्छु। अहिले हामी यहाँ बडीगाउँ गाउँपालिकाबाट ट्याप्प टक्क 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 लाएर अब हावाले हान्छ त्यसको मास्क पनि त्यही नै यहाँ रास्तो छ भयो झोला छ चस्मा लगाएको चस्मा लगाएँ मैले खोला काला काला खोला कस्तो नदी जत्रै छ यार खोला पनि। हामी चाहिँ यस्तो बाटोमा छौँ होइन। अब रुकुमतिर हिँड्दैछौँ भ्यूहरू हेर्नु पहाड हेर्नु यस्तो बवाल छ। केटाहरू सब थकित छन्। बाटो अब चाहिँ अफ रोड रहेछ अलिकति अहिलेसम्म पिच बाटो थियो अब अफ रोड जाँदैछौँ। अफ रोड छ ल जम खै घाम घाम लाग्छ है यहाँ त टिलिक्क यता त उता हाम्रो त्यो घरतिर त पानी परिरहेको रहेछ होइन। हेलो बिन्दास एकदम गर्मी जस्तो भइरहेछ गर्मी भइ जस्तो रह ज्याकेट हिँड्ने ट्याप्प पऱ्यो हिँड्ने होइन जम अनि ट्याक्क हाम्रो चाहिँ यात्रा एकदम रमाइलो भइरह सुखमय। उहाँहरू पनि नेपालको झन्डा बोकेर हिँड्नु भएको ठिक छ धन्दा पार्टीको बोक्नु भएको होइन नेपालको बोकेर। ल भ्यू हेर्नु डाँडा डाँडामा घर छ यस्तो दामी भ्यू छ डाँडा पाखा पुरा डाँडामा घर छ त्यहाँदेखि भ्यू बवाल छ बवाल ठाउँ त घरै यस्तो पक्की घर भने डाँडाको पनि यस्तो घर छ यहाँ नि घर छ बवाल ठाउँ बवाल। बाटो यस्तो राम्रो पनि रहेछ है। ए मामा झर्ने हो है तेरिका झर्नु पऱ्यो बाटोमा यस्तो भयो मामा चलाउनु सक्नु भएन। ल बिचरा आउनु है। ए मामा चिप्लो रहेछ बाटो मामाले हिँडाउनु भयो चिप्लो छ है चिप्लो रकम म झर्छु ए ल बाटो चिप्लो छ बाटोको भ्लग हो क्या भ्लगमा हाल्नु पऱ्यो नि सर। ल ल ल ल ल ल ल बिस्तारै बिस्तारै भन्नु लडिने यार। अब हुन्छ है खोलाबाट हाल्ने हो। तेरो खोला ठुलो रहेछ मामा यार। ए खोला त बाइक लैजानु सक्दैन यार।
कताबाट है प्रवीण त्यता त होइन त्यता बाटै छैन कि यार यसले त्यता बाटो छैन त्यता त होइन कता हिँडेको त्यता होइन के जङ्गल हिँड्ने कता हिँड्ने होइन कि यता त होइन माथि गरेको हो म चलाउँछु यार हो हामी त बबाल ठाउँमा आउँदैछौँ म चाहिँ होइन पानी पर्नु लाग्यो क्या त्यता माथि रह्यो हालै त्यता माथि त्यता यता त घाम लाग्यो होइन यता त्यस्तो बबाल खेत हेर्नु हजुर ऱ्याङ्कट निकाल्नु पऱ्यो होइन खोलाको छेउ यस्तो अझ झर्ना छ यहाँ यस्तो ठुला ठुला झर्ना दुईटा रहेछ बाटो आनन्द बाटो चाहिँ थियो मोबाइल रहेछ यता होइन अफरोड रहेन थियो कि डाँडा 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 पखेराले सिधा छ सहर बाटो गाउँ छेउछाउमा गाउँ होइन बिचमा बाटो अनि खेत सँगसँगै घर पनि मान्छे त टन्नै भर्दो रहेछ चेकिङ त हुँदो रहेछ क्या ल धान हो धान यस्तो हुँदो रहेछ त है बाँस 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 अहिलेलाई यति नै हो भन्न चाहन्छौँ हामी होइन अब अगाडि किन्नु छ भान्दै कस्तो भइरह सगेरमा हिँड्ने छ अरे गाइज यहाँ त दसैँको यहाँ रमाइलो रहेछ हार्दिक स्वागत ल दसैँ यहाँ अझै पनि सकिया रहेनछ यहाँ प्रोग्राम रहेछ भनेपछि यहाँ त दसैँ विशेष कार्यक्रम भलिबल कार्यक्रम रहेछ कुन ठाउँ रहेछ यो बागलुङ त बागलुङै हो बागलुङ कुन ठाउँ हो नानी ए भरकोट हो ए नमस्ते नमस्ते यहाँ कराते पनि पुरा प्रतियोगिता रहेछ हेलो 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 आमा हेलो जाडो भयो ओ माई गड पानी पऱ्यो होइन यस्तो चिसो हावा चले जाडो महिना जस्तो पुसमाघमा झैँ यहाँ होइन अब ज्याकेट लाउने कुरो भयो भान्जालाई धेरै जाडो भयो अरे ल नानीहरूलाई हाई गर न हेलो कहाँ हिँडेको नानी भलिबल खेलेको हेर्न दसैँ सकिया होइन यिनीहरू नयाँ नयाँ यसलाई चिने हौ ए यो बाँझबारीको के बाँझबारीको गणेश रसाइली
केटाहरू हाँस्नु बास मारेको भन्दा हाँस्नु न के भन्ने बाग्लो मार अब हेलो भैँसीहरू के छ खबर यिनीहरूले होकाएर यिनीहरूले घाँस खाइरह नि भैँसी र गाईले मिलेर गाई झ्यानु टन्नै रहेछ भैँसी गाई सँगै मिलेर उत्तर गङ्गा भनेको यो बस है है त ज्याकेटै लाउनु पर्ने झन्डा मैले बाक्लै हालेको ठिक गरेको छु क्या हेलो 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 एरिया चाहिँ दामी छ जो चिसो छ मौसम मकै यतातिर मकै अझै पनि बोटमै छ हाम्रोतिर भट्टो पनि सुक्न लागिसक्यो मकै छरेर मकै भाँचेर पुरै खाली बनाएर भट्टो पनि स्टार्ट भइसक्यो उनीहरूलाई अब भट्टो फल्न लागिसक्यो यहाँ चाहिँ मकै अझै पनि पाकेको छैन भनेपछि कति चिसो ठाउँ रहेछ यहाँ बाग्लुङ गाँजा खेती गाँजा होइन भन्छ गाँजा जस्तो छ गाँजा खेती पनि यहाँ लगाउँदो रहेछ अहिले देखिन हेलो मध्य पाहाड मार्ग भन्छ यसलाई हामी चाहिँ अहिले यसको पुनः आउँछ धेरै छैन 1-1.5 घन्टामा आउनु पाइन्छ यो भन्दा गाँजै हो कि भन्छ गाँजा जस्तो देखिया दामी ठाउँ है जाडो भयो चाहिँ मकै यहाँ बोट्नै छ अझै पनि सुकिआएन बाँकी सुसार चाहिँ अब एकछिनमा हुन्छ होला यो 1 महिना लाग्छ होला यो मान्छेको यहाँ यहाँ स्वेटर लाएर हिँड्ने जाडोमा हामीले अहिले हाम्रो गाउँमा चाहिँ स्वेटर त के एउटा टी सर्ट लाउँदा पनि फालुङ जस्तो भइरहेको हुन्छ यहाँ चाहिँ स्वेटर हामीले चाहिँ कार्तिक मौसममा पुसमाघमा लाउने स्वेटर चाहिँ यहाँ अहिले चाहिँ असोजमै लाएर हिँड्दो रहेछ भनेपछि लास्ट चिसो ठाउँ आनन्द बस्नलाई चाहिँ आनन्द छ यहाँ मेरो त यहाँ नाकबाट सिकान आउनु लागिसक्यो चिसोले गर्दा गएर टक्क रुकुम गएर चिसो लोकल कुखुरा खाइन्छ ठिक हुन्छ ल हामी पार्टी यस्तो दामी ठाउँ यहाँ चाहिँ यहाँबाट कति घन्टा लाग्छ हामी भन्छ ए कति घन्टा लाग्छ अब 1.5 घन्टा हामी लगभग अब त्यस्तै सबै त्यहीँ पुग्ने हो भेडाको के बाख्राको तर ला जाडो रहेछ अरे त ल हेलो 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 ला जाडो हात त यस्तो चाकाचुकुक भइरहेको चले आएर के टोइलेट जानुहुन्छ कि मेन भनेको ऊ त्यो त भन्नु न त्यही भन्नु न ल अब हामी चिया खाइन्छ यहाँ कालो चिया खाएर सन्किन्छौँ अब ला जाडो चाहिँ यस्तो रमाइलो रहेछ यहाँ चाहिँ यो ठाउँको नाम के अरे भन्छ पाती हाल्ने अरे यो ठाउँको नाम ल तर लास्ट जाडो छ यार ल अब मान्छे यहाँ चाहिँ यसै ट्रेकिङ जानु हुँदैछ यहाँ बाइक साइक सबै गाडी राखेर होइन यहाँ माथि गएर के छ विशेष यसरी हिँडेर जानु हुँदैछ सर हामी पनि जानु भयो जाऊँ के भन्छ के कस्तो भइरहेको त जाडो भइरहेको है जाडो भइरहेको हामी गर्मीबाट आउनु त लास्टै जाडो भयो यहाँ आएर हेर्नुहोस् शङ्कर हरायो 1 घन्टा भयो त्यो हरा 1 घन्टा भयो त्यो हरा कहाँ गयो यता कस्तो रहेछ यता खाल्टो रहेछ चाहिँ तर यो चाहिँ अब हामी ओह्रालो झरिन्छ अरे गण्डक प्रदेश
खरा हेर्नुहोस् यहाँ पनि डेन्जर रहेछ पहिरो यस्तो ठाउँमा यसरी हिँडेर हामी त यो जमाना कति हिँड्यो हाम्रो लागि यो ठुलो कुरो होइन यो उकालो हिँड्न हाम्रो लागि ठुलो कुरो होइन तर त्यहाँबाट पुलले भन्दा एकैचोटि यहाँ भुवाका आइन्छ होइन त्यहाँबाट खसियो भने एकैचोटि यहाँ फर्सी चाहिँ भजात्त हुन आइन्छ क्या यहाँ होइन यस्तो दामी भ्यू छ यहाँ हेर्नु गाइस मौसमले यस्तो बवाल के है चिसो यहाँ जाडोले कक्रक्क पारिसक्यो अब भान्जाले ऱ्याङ कोड लाएर हिँड्नु भयो जाडो भयो भनेर कमसेकम हावा छेक्छ भने रुकुम प्रवेश गरिसक्यो रुकुम जिल्ला अब प्रवेश गर्यो होइन सर यता नदेखा के जालास फेरि यो कट गर्नुपर्छ है हेलो दादा के छ ए ल ल ल ल ल ल ल झर्ना हेर त यहाँ एनी टाइम पानी आउँछ अरे मिनरल वाटर फिल्टर गरेको यस्तो दामी यो छुन सकिन्न यो पानी ल राम्रोसँग आउनु है राम्रोसँग कहाँ छ भाइ देखिनु गाह्रो छ साह्रै जाडो छ ल ट्रेकिङ गरेर आए जस्तो छ यिनीहरू पार्टीहरू यता के रहेछ यता के थाहा छ यता के छ र माथि के छ र माथि के छ र गौरी के छ माथि नै हो चम्री ए ल ल ठिक छ ल यता चौम्री चर्ने ठाउँ हेर्न जाने अरे यिनीहरू माथि ट्रेकिङै गर्ने अरे मौसम चाहिँ बवाल हो कि भन्छ है यता भिडियोमा देखाएर छैन क्या नेचुरल वाला चाहिँ खतरा कि अझै भिडियोमा अझै राम्रो आएन कि मौसम छ नि त्यो चाहिँ भिडियोमा अझै राम्रोसँग देखिआएको थियो कि बिचरा रुखले पनि ज्याकेट ओढे जस्तो कि यतातिरको रुखहरू केटाहरू हेर्नु है ल ल ल ल ल है भान्जा ल राम्रोसँग भान्जा के अरे यो के गर्यो केही त हुन्न यसरी भन्ने हो बाबु तिम्रो नाम के हो सुरेन्द्र के लोका मगर ए हेली मछा नि ठिक छैन छोज्या कि मज्या लुकियाले यताको भाषा मिल्दैन खजानी हो भनेको मगर कुला लुकियाले भने त हेर्न जति पश्चिम आयो ठिक छ कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठा आँखा नि राम्रै हो भाइ एकचोटि नाच्दै छिटो छिटो ल भाइ ल ल यो भाइ हेर्नु कस्तो दामी हाँसिदिइरहेको कि लाफा ल रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठ आँखा नि राम्रै हो मन पर्यो नि ओठ राम्रै हो मन पर्यो नि ओठ नाम के हो नि आमा हजुरको हजुर मैती बुढा पर्दैन हुन्छ अलि उता हिँड्नु त ल यता हेर्नु आमा
दिनभरि आमा हजुर मारा यता त टाढा जानुपर्छ है मारा जाँदा नि कति टाढा छ घर यहीँ त ल यता चितुवा त आउँदैन चितुवा आउँछ आउँदैन बाख्रा खान बाघ छैन त्यता भेडाहरू रहेछ आमा लुगुममा यो लुगुम भन्ने ठाउँमा हो हामी होइन यस्तो दामी रहेछ रुगुम भन्ने यहाँ चाहिँ यस्तो गाउँ छ मैले चाहिँ यहाँ भलकको लागि बनाउँदैछु भन्छ होइन बनाइदियो म चाहिँ यहाँ लुगुम भन्ने ठाउँमा यो रुकुम पुग्न चाहिँ अझै छ अझै आधी घन्टा 1 घन्टा लाग्छ ल भन्छ हेर्नु यहाँ गाउँ यस्तो खुच्रुप्प छ त्यही बाटो जाने हो हामी त्यहाँ पस्न त भ्याइन्न अब सिधै रुकुम जाने हामी हेर्नुहोस् यस्तो ठाउँ हेर्नु भ्यू बबाल छ बबाले भान्जारपुर घाम चाहिँ चरक्क लाग्यो है यता फाइनली हामी रुकुमकोट आइयो होइन यही हो रुकुमकोट भन्ने सबैजना आइयो हामी होइन फाइनली रुकुमकोट आइयो रुकुमहरू हेर्नुहोस् रुकुम मेन बजार रुकुम बजार आइयो रुकुम फाइनली हामी रुकुममा आइयो अब चाहिँ हामी अब रुकुमै बसिन्छ आज चाहिँ हामी भोलि चाहिँ फर्किन्छौँ मलाई सायद एकछिन रुकुम घुमेर अनि भोलि फर्किन्छौँ आज त रात घुमिसक्यो अब चाहिँ अब यहाँ शेरपुताला र यसो बोटिङ तान्न पर्यो यहाँ आएर बोटिङ नहानिकन जाने मान्छे त बेकुप हो हेर्नु त अब बोटा सर र कुना कुनामा गइन्छ हामी अब लाइफ ज्याकेट लाउने हो पर्दैन शङ्कर मामा भनेर बोलाएको मैले त ज्याकेट लाउनु पर्छ र पर्छ हजुर यहाँ पौडी खेल्न सकिन्छ नसक्ने लाउनु हामी त अङ्कल पौडी खेल्न काली हामी त भेरी काली सबै तर्नी नारेनी म त लाउँछु यार नजान्ने मान्छे लाउँछु नजान्ने पर्दै भन्छ डुबिहाल्ने मर्छु भनेरको डराएको हामीमा यत्रजना किन हाल्ने के यति त ज्याकेट नलाए पनि त्यही बाहिरै डुबिहाल्यो भने यस्तो फेकेर भनी बचाम भनेर त्यही भएर ल तालमिरा दुईजना यता दुईजना उता बस्नुपर्छ मोटो बाग्लो भिडियो गर्ने मान्छे दुई यता जान त मोटो भयो डराएको कहिल्यै नचढे जस्तो नारेनी गरिन्छ कि भन्ने डर त हुन्छ म भिडियो बनाइरहेको छु तिम्रो फोटो खिचिरहेको ल हामी चाहिँ अब गीत घन्काइयो टक्क लाएर तर हिजो चाहिँ प्रदीप भान्जालाई लास्टै मन लाग्थ्यो दुःख पाउनु भएको थियो यार कोठा आएर यार नाच्नु मन लाग्थ्यो हजुर नाच्नै दिँदैन नाच्नै दिनु भएन भने गाडी स्टार्टै भएन क्या यस्तो रमाइलो रहेछ घाम यस्तो ढल्के गीत चाहिँ मेरै म जहाँ गयो गीत
चाहिँ मेरै मोबाइलबाट बस्छ कि यार त्यस्तो यार होइन दाइल जानु ए ल यस्तो दामी ठाउँ हेर्नु हामी चाहिँ घुम्दैछौँ है फोटो खिच्ने कार्यक्रम भइरहेको केटाहरूको तर यता राम्रो है यता राम्रो यता राम्रो बोलरमा एकछिन न यहाँ ओ भान्जा रुकुम पश्चिमको बक्लीकोट गाउँपालिकामा रहेछ अवस्थित 4 नम्बर रोड होइन 3 र 5 को बिचमा 3 र 5 को बिचमा छ तर डाँडा काँडा यो डाँडा है उता के छ त सब यो डाँडा चारैतिर हेरेको तरी हेरे एकदमै यत्रो ठुलो ताल छ थाइल्यान्ड आए जस्तो भयो कस्तो आएर थाइल्यान्ड ट्रिप पेट देखियो क्या मेरो ओए माछा उफ्रिया हात यार यहाँ त यार शेर पुताल यति ठुलो रहेछ यता घाम लाग्यो चारैतिर डाँडा ए यस्तरी डाँडा अनि बिचमा शेर पुताल यस्तो यता पनि डाँडै यो फेरि कान्छा माछा बेच्ने हो कान्छा कति छ र